गोठाउ दाइले भनेछ तपाईलाई हैन लक चाहिँ सिक्नु है लक चाहिँ लक त मलाई मैले त सिक्ने हो के म त यस्तो कन्फिडेन्ट हुनुपर्छ ए 2-3 जना लक हानेर सभा बनाइदिनु पर्छ तिम्रो बुढो विदेशमा हो तिमीसँग हिँड्ने भुस टिकेको सेलरोटीमा दुलो कसले बनायो तपाईले आई लभ घिसिङ दाइ रे लक चाहिँ सिक्नुपर्छ है सिस्टर अरू केही नसिकिनु लक चाहिँ सिक्ने लक चाहिँ सिक्नु मैले 3टा सिकिसकेको छु हैन होइन अझै 10 वटा सिक्नु 10 वटा अझै काम लाग्छ सिकिरहेको छु अरू पनि सिकाइरहेको छ हैन के भएर छिटो भयो के हतार छ र एकदम हतार छ के भएर 2 बजेसम्म पुग्नु पर्छ के मेरो त्यहाँ 2 बजेसम्म पुगिँदैन नि कति मिनेट 2:30 बजे पुगिन्छ ल हुन्छ ल एकदम स्पिड लानुपर्छ भनेको त्यति ए त्यसै त नि भरे तलमाथि भयो नि तपाईँ बिहोर्नुहुन्छ हैन अनि के उयो कन्ट्रोल हुँदैन र कन्ट्रोल त आफूबाट हुन्छ तर नेपालको रोडमा घरि को आइपुग्छ घरि को आउँछ बिचमा कन्ट्रोल हुने हिसाबले ओके छ त जेसीको होस् तपाईँ हुनुहुन्छ होइन त दायाँ बायाँ परे केही भयो नि तपाईँ हुनुहुन्छ जेसीको होस् होइन त अनि के त तपाईँ रिक्स पनि नलिने अनि तुफान जाम पनि भन्ने गाडी छोड्नु लाग्यो हो गाडी छोड्नु हैन मेरो ट्रेनिङ छोड्न लाग्यो के अब के को ट्रेनिङ हो नभन्नु होला भन्नु के को ट्रेनिङ हो नि भन्दिन हौ भन्नु न भन्नै नमिल्ने हो र भन्न मिल्छ त्यसै नमिल्ने त छैन अनि बङ्समा ट्रेनिङ लिएको छु के अनि मेरो पर्छ त्यही जब छ भोलि सक्ने हो ट्रेनिङ अनि 2 बजे जानु पर्ने कि जहिले 2 बजे पुग्नु पर्ने भन्नै नमिल्ने जस्तो गर्नुहुन्छ अनि मैले भने त बङ्सरमा हो के ए बङ्सरमा बङ्सरको लागि ट्रेनिङ गर्न जान्छु के बङ्सरको लागि ट्रेनिङ चाहिँ कस्तो हुँदो रहेछ बङ्सरको ट्रेनिङ चाहिँ कस्तो हुन्छ लकसक हामीले सिकाउने बत्तीहरूको लाइटहरूको बारेमा त्यहाँ झगडाहरू गर्दा गेस्टहरूसँग कसरी बोल्नु पर्ने के गर्नु पर्ने ए बाबा तपाईँ मान्छे कुट्नु पर्ने होला होइन मान्छे कुट्नु पर्ने होला अब झगडा मान्छे कुट्नु सकेसम्म त नकुट्नै भन्छ अब भने हान्न पनि पर्छ अरे बा रेन्डी वाटर के कहिन् त रेन्डी वाटर के कहिन् त जोन सिनाको लक रेन्डी वाटरको किक भनेपछि कहाँ सकिन्छ त सिस्टर अनि तपाईँले त अनि बोयफ्रेन्डलाई त पुरा लक हानेरै धसमा गर्नुभएको छ होला त रिस उठ्यो कि लक हानिदिइहाल्ने होइन अब त्यसको अब हुन्छ नि अब त्यो भित्र छिर्दा के लिएर छिर्नु हुने छिर्नु दिनु मिल्ने नदिनु मिल्ने जब चाहिँ कहाँ तपाईँको छ जब चाहिँ कहाँ छ तपाईँको जब मेरो अहिलेसम्म उहाँहरूले भन्नुभएको छैन यहाँ एक ठाउँमा फिक्स हुन्छ क्या भोलि फिक्स हुन्छ होला भोलि अनि तपाईँ बङ्सर भएपछि त तपाईँलाई हेरेरै मान्छे ढल्छ पुर्लुकै अनि के अनि तपाईँ जतिको राम्री मान्छे बङ्सरमा बसेपछि कोही झगडा गर्नु आउँछन् होला त छ्या होइन भएको कुरा गऱ्यो अनि बरु बेबी आई लभ यु भन्नेहरू चाहिँ आउँछ होला रोस लिएर चाहिँ आउँछन् होला बरु झगडा चाहिँ होइन अब होइन मिलेर अगाडि बढौँ भन्नेहरू चाहिँ आउँछ होला त्यस्तो
मिल्ने सिल्ने होइन आफ्नो ड्युटीको त उयो गर्नु पायो फर्स्ट पनि पाउनु परिहाल्छ हो त्यो त हो ड्युटीमा बसिसकेपछि ड्युटीलाई निरन्तरता दिने हो क्या हो लक चाहिँ सिक्नुपर्छ है सिस्टर हजुर अरू केही नसिकिनु लक चाहिँ सिक्ने लक चाहिँ सिक्नु मैले 3टा सिकिसकेको छु होइन होइन अझै 10वटा सिक्नु 10वटा अझै काम लाग्छ सिकिरहेको छु अरू पनि सिकाइरहेको छ होइन हजुर त्यो चाहिँ अलि स्लो छ क्या त्यो लकहरू चाहिँ फुस्काउन सकिन्छ क्या ए हो नसक्ने चाहिँ 3-4वटा सिकिरहेको छु क्या कति लकहरू त अब थाहा हुन्छ नि त उनीहरूले फुस्काउँछ नि त हो खुस्काउनै नसक्ने लक चाहिँ सिक्नु है काम लाग्छ लाइफमा काम लाग्छ पछि गएर बुढो त्यहाँ जडे आयो भने मातेर आयो भने लाइफमा बेनै गर्दैन मलाई सबैभन्दा मन नपर्ने जान्छ खाने मान्छे हो अनि सबै कहाँ थाहा हुन्छ त पछि बस्छु त्यस्तो जडियासँग चाहिँ बे गर्दैन होइन मतलब पछि अब के हो नि होइन त्यस्तो भन्ने खोजेको कि मतलब तपाईँले अब तपाईँसँग ल पर्दा बोल्दा नखाला मान्छेले पछाडि गरेर छोड्नु सक्छ होइन अगाडि नखाने मान्छेले पछाडि खाँदैन कि त्यसलाई त्यस्तै खालको टेन्सन तनाव हुनु पर्यो खानको लागि होइन फ्यामिली टर्चर हुनु पर्यो एकदम भनेको चिज केही चाहिँ नभएको कारणले गर्दा चाहिँ एकदम बिग्रेर हिँड्नुपर्ने के अरे दिमागमा टेन्सन सम्हाल्नै नसक्ने अवस्थामा पुगेर चाहिँ खाना बाध्य परेको हुनु पर्यो टेन्सन हुनको लागि त्यस्तो मात्र खाने हो सबै त्यही सिचुएसनबाट गुज्रिन्छन् भन्ने छैन नि त कति त अब साथीको लयमा पनि हुन्छ के हो मतलब मैले भन्नु खोजेको डाइरेक्टली के भने होइन लाइफमा त्यस्तो आपद विपद आइलाग्यो भने लक पुरै सिधै मैले भनेको सम्झिहाल्नु ड्याङ्गै हो यस्तो हुन्छ रहेछ लक भनेपछि हाइटै नपुग्यो भने हानिसकेपछि त्यो अरै पर्दो रहेछ क्या मैले हिजोमा भन्दा हल्का बहिनीलाई हानिदिएको 2-3वटा लक पुरै आइया दिदी आइया भन्दा थियो हो त्यही भएर यहाँ ढिलो भयो क्या ढिलो भयो अनि 2 बजे ठ्याक्कै पुग्नुपर्ने थियो 2 बजी तपाईँ ठ्याक्कै 2:30 बजी पुग्नुहुन्छ आज फेरि हामी 3जनाको ग्रुपमा एकैचोटि सिकाउने भन्ने कुरा भएको थियो ए 3जना सबै नयाँ त्यहाँ खाना खाँदै हुनुहुन्थ्यो क्या तपाईँ त्यही भएर खाना खाँदै हुनुहुन्थ्यो क्या त्यहाँ तपाईँ खाना खाँदै हुनुहुन्थ्यो क्या ए वंशरले चाहिँ के खानुहुन्छ तपाईँहरूले तपाईँहरूले के डाइट लिनुहुन्छ म डाइटमा केही खान्न सिर्फ भात ए हो डाइट साइड केही पनि खाँदैन डाइट साइडको बारेमा मलाई थाहा पनि छैन सिस्टर लोकल भालेको खुट्टा टोक्नुपर्छ हजुर लोकल भालेको खुट्टा टोक्नुपर्छ भनेपछि वंशर पर्नुभयो स्यालेरी चाहिँ कति दिँदो रहेछ स्यालेरी चाहिँ कति दिँदो रहेछ स्यालेरी धेर छैन हो एकदम कम छ हो खानालाई दिन्छ खाना खाजा दिन्छ हजुर त्यही 17,500 हो ए म यहाँ अर्कै काम गर्नु भनेर आएको हो के काम हो अब कामै नपाएर चाहिँ यो काम गर्नु लाग्यो के काम गर्नु भनेर आउनु भयो हजुर के काम गर्नु भनेर आउनु भयो म खास बुटिकको काममा आएको हो होइन बुटिक अनि कामै नपाएपछि चाहिँ मैले धेरै ठाउँ बुझेँ धेरै ठाउँ गाडेर हिँडेँ हजुर नपाएपछि लास्टमा यो गरेँ तपाईँ त मोडलतिर भिड्नु पर्छ नि मोडलिङ गर्दैन हो मोडलिङ गर्नु पढेको छैन नि त हामी हो पढ्नु पऱ्यो नि त हो मोडलिङ गर्नुलाई पढेको भए त तपाईँले भनिरहनु पर्दैन म अलरेडी मोडलिङ हुने मान्छे हो र नपढेर पो यतिको भए त गाउँघरमा गाई बाख्रा चराएर हिँड्यो कता हो नि तपाईँको घर चाहिँ घर चाहिँ कता हो नि सिन्धुली हो सिन्धुली कहाँनिर सिन्धुली कहाँनिर हाम्रो दुधौली हो दुधौली ए तपाईँ के तामाङ हजुर सुनवार राई तामाङ के तामाङ हो कुन तामाङ हो घिसिङ हो घिसिङ के तपाईँ पनि घिसिङ हो आई लभ घिसिङ मेरो दाइ रे तपाईँ चाहिँ के हो भन्नु त म
म राई हो। ए ल ल मलाई पनि राई भन्नुपर्छ। मजाक हो यो फेरि। मजाक फेरि उता बोयफ्रेन्डले मार्ला नि तपाईँलाई। बोयफ्रेन्डै नभएको मान्छे हो यो दुनियाँमा त म जस्तो मान्छे कम मात्रामा छ। हो घिसिङ भाग्यमा श्री लेखेछ नि त्यसले मात्रै मलाई पाउँछ के। घिसिङ चाहिँ किन मनपर्छ भने नि कुलमान घिसिङ हुनुहुन्छ नि कुलमान घिसिङ। हजुर हो या द्याट्स वाइ आई लभ घिसिङ। घिसिङले कति प्रगति गरिसकेको छ। हो नि अस्तिको दिन पनि त्यस्तै ढिलो भएर 500 रुपियाँ तिरेर जाने आउने गरे। हो 500 रुपियाँ अहिले 350 उठाएछ। हजुर 350 उठाएछ तपाईँकोमा। त्यो भाइले गरे हो होइन 250 उठाएछ क्या। तपाईँ त जति भने त्यति दिनुहुन्छ कि क्या हो। हजुर जति भन्यो त्यति दिनुहुन्छ कि क्या हो। मैले त त्यति नै दिने गरेको छु हो। म त यस्तो खालको मान्छे हो कि म जस्तो सोझो मान्छे त जिन्दगीमा कसैले पनि पाउँदैन होइन त होइन। तर म मान्छेले 1 रुपियाँ नखाने मान्छे हो क्या। गोडु मसँग भयो भने दिने मान्छे हो। तर के गर्नु अहिले मेरो स्थिति यस्तो छ। स्थिति भन्ने कुरा बिस्तारै सुधार हुँदै जाने कुरा हो क्या सिस्टर। अति लिनु हुँदैन। हुने बेलामा त धेरैलाई सहयोग गरेको थियो होइन। आफूलाई पर्ने बेलामा चाहिँ अरूले नगर्दाखेरि चाहिँ अलिकति चित्त चाहिँ दुख्छ रहेछ। चित्त दुखेकै हो त। हजुर चित्त दुखेकै हो त। के हो चित्त दुखेकै हो त भने क्या। हो त्यो त एकदम साँच्चीकै हो। यस्तो खालको मान्छे हो म फ्याङ्की मान्छे हो होइन। म त्यस्तो ढाकको पनि गर्दिनँ मलाई त्यो झुक्याउन पनि आउँदिनँ। हजुर त्यस्तो हाँसी मजाक गर्ने खालको मान्छे हो। त मलाई त्यस्तो मान्छेले भन्छ नि आफ्नो लाइफको बारेमा नभन्ने मान्छेले कति कुराहरू झुक्याएर राख्ने मान्छेलाई पछि त्यस्तो हुँदैन। म जोसुकै मलाई फ्यामिली चिन्ने या नचिन्नेले सोधोस् न होइन म आफ्नो यथार्थ वास्तविकता म क्लियर गर्नुपर्छ। हो ढाँटेर काम छैन नि। ढाँटेर कामै छैन। अच्छा काम अब ढाँटेर हामीलाई के नै हुन्छ र उनीहरूलाई पनि के नै हुन्छ हो नि। अनि फेरि कति प्राय ठाउँमा त यस्तो पनि हुँदो रहेछ। हाम्रो सत्यता बताउँदै गर्दाखेरि हाम्रो सत्यतालाई चाहिँ मान्छेले होइन एउटा रूपले एउटा नजरले चाहिँ मान्छेले कमजोरी पक्ष फाइदा उठाउन चाहिँ खोज्दो रहेछ। हो त्यो त हो। आफूले फिल गरेको कुरा हो त्यो त एकदमै। त्यही भएर प्राय मान्छेले सत्यता भन्दैन। प्राय मान्छेले आफ्नो बारेमा सत्य भन्दैन भनेको। सही हो। अनि घरको सल्लाहले नै तपाईँ ट्रेनिङ लिँदै हुनुहुन्छ कि? म घरको सल्लाह मतलब मैले भाइसँग सल्लाह गरेको। अब भाइले त सकेसम्म नगर्नै दिदी भनेको छैन। हजुर नगर्नु भनेको थियो। भाइ चाहिँ अघिको उहाँ अघिको भाइ हो। त्यो अघिको भाइ मेरो भाइ होइन। अघिको भाइ चाहिँ घिसिङै भाइ हो चिनेको भाइ हो के। मेरो भाइ त यहाँ छैन दोलखा हो। भाइले चाहिँ नगरेकै राम्रो हुन्छ। तै पनि छोरी मान्छेलाई त राम्रै हुन्छ हुन त सेफै हुन्छ। तर के अरे उयो ड्युटी गर्नलाई गाह्रो हुन्छ भन्नु खोजेको क्या। हो ड्युटी त के गाह्रो होला र। गर्नु सक्यो भने गर्छु गर्नु सक्यो भने छोडिदिनु। 12 घन्टा अलरेडी उभिनुपर्छ भनेर छ। त्यो त त्यही नै उभिने काम हो हुन त। हो तपाईँले त कहाँबाट घुमाएर ल्याउनु भएछ त नि। हजुर कहाँबाट यो त उयो होइन जडीबुटी होइन हो। अनि त्यहाँबाट हामी सिद्धि गएको भए त अगाडि हुन्थ्यो होला नि त। त्यहाँ जाम अहिले थोरै छ। यसरी सर अहिले आयो नि कहीँ जाम नपरी त्यताबाट कहाँदेखि हुन्छ त। त्यो त्यहाँ ठाउँ जाम हुन्छ। नचिन्ताउनु म पुऱ्याइहाल्छु नि। पुर्याउनु त पुर्याउनु हुन्छ कि सिन्धुली पुऱ्याइदिउँला नि त के छ र। पुर्याउनु त पुर्याउनु हुन्छ। हजुर गाली चाहिँ गर्ने हो कि भनेर। गाली हल्का फल्का पचाउन नै बानी राख्नुपर्छ। तिम्रो बुढो विदेशमा हो। तिमीसँग हिँड्ने भुस टिकेको त्यो दाइको त प्रेसरले हानेर मुखै जाँदैछ है। हो नि बिस्तारै ठिक हुन्छ त्यो। हजुर ठिक हुन्छ। भइहाल्छ।
सेलरोटीमा दुलो कसले बनायो? तपाईँले बनाउनु भयो हो? तर टिकटक मात्रै धेरै भाइरल भयो रे भन्ने सुनेको होइन ए मैले टिकटक भर्खर खोलेको थिएँ नि त हजुर ए त्यो गानाहरू सम्झिन्छु कि म त्यही भएर त्यो कसरी त्यो मान्छेले कसरी बनायो होला कसरी सोच्नु सक्यो होला है त्यस्तो कुराहरू गाना त जसरी बनाए पनि बन्छ हेर्नु शब्द मिलाउनु पर्यो होइन हजुर शब्दलाई सही उच्चारण गर्नु सक्नु पर्यो जसरी पनि बन्छ मेरो आन्टी पनि राई हो के राई हो ए कुन राई हो नि खै के राई हो त्यो चाहिँ थाहा भएन अब राई कुन गोत्रा हुँदो रहेछ थाहा भएन ल सिस्टर मैले भनेको छु तपाईँलाई होइन पठाउँदाले भनेको छ तपाईँलाई होइन लक चाहिँ सिक्नु है लक चाहिँ लक त मैले त सिक्ने हो कि म त हो यस्तो कन्फिडेन्ट हुनुपर्छ ए 2-3 जना लक हानेर सभा बनाइदिनुपर्छ लक त मैले 2-3 टा लाइफमा काम लाग्छ नि आफूलाई कुनै बेला ओभरलोड गाँदिए पनि हुनुपर्छ हो नि लेडिजहरूलाई सबैभन्दा धेरै काम लाग्छ किन थाहा छ अहिले नेपालमा के भइरहेछ ठाउँमा रेप भइरहेछ बलात्कार भइरहेछ होइन त्यस्तो बेलामा तपाईँले ठ्याक्कै लक हालिदिनु भयो भने मान्छे स्वाहा भएन यस्तो बक्सिङ पनि सिक्नु पर्ने जस्तो भइरहेको है बक्सिङ पनि हो ए सिक्नुपर्छ नि बक्सिङ सक्सिङ सब मेरो त्यो बुढा भाइ एकचोटि मलाई यस्तो गरेर धोपी हान्नु मन लाग्यो है हो कति भयो नि केटिएम आउनु भएको हजुर कति भयो नि केटिएम आउनु भएको म त धेरै भएको छैन 9-10 दिन भयो 9-10 दिन मात्रै 9-10 दिनमा यहाँ काम नपाएर तनावग्रस्त भएर चाहिँ यही काम पाएर यसमै गरे हो काम नपाउनु भएकै हो त काम नपाएर अनि अरूलाई यो काम नपाएको हो मेरो आफ्नै हातमा सिप छ क्या अलरेडी हजुर मसँग व्यवसाय गर्न अलिक पैसा नभएर हो अलि महिना यसमा काम गरेर हजुर अलिअलि पैसा म्यानेज पनि हुन्छ अनि आफूलाई अलि पनि अब तनावमुक्त हुन्छ नि त अब म धेरै तनावमा छु नि त अहिले हो अलिक फ्रेस माइन्ड पनि हुन्छ त्यही भएर अनि त्यसो चाहिँ आफ्नो गर्नुपर्छ ओके तर फ्रेस त केही फ्रेस हुँदैन अर्काको अर्डरमा गर्नै पर्ने हो तर मैले काम पाएको भए चाहिँ यो फङ्सनमा चाहिँ म गर्नेवालै थिएन यो होइन तपाईँले अलिअलि लक त सिक्नु भयो नि त लक त सिकेँ अनि भइगयो नि त पछि गाउँमा काम लाग्छ म फेरि यस्तो खालको मान्छे हो बच्चैदेखि क्या मलाई फेरि यस्तो रिस उठ्दैन उडिसकेपछि मान्छेलाई भक्कमा हान्नुपर्छ भक्कै होइन त राम्रोसँग सम्झाउने कि अगाडि राम्रो नरम प्रकारले यस्तो भन्नु हो भन्दा माने भने बङ्गमै हान्नु केटा होस् केटी होस् कि आफूले खायो कि त्यसले हिजो नै आउनु भएको थियो त हजुर हिजो नै आउनु भएको थियो आएको थियो हिजो नि आएको अस्ति नि आएको अनि युट्युबमा होइन युट्युबमा भिडियोहरू कतिको हेर्नुहुन्छ युट्युबमा पठाउ भ्लग कतिको हेर्नुहुन्छ हजुर भ्लग त म हेर्छु अलिअलि हेर्छु भ्लग त मलाई पनि युट्युब च्यानल खोल्न मनपर्छ होइन आइडिया थाहा छैन कि आइडिया थाहा छैन के गर्ने अब त्यस्तो हामी त त्यति पढेको छैन नि त त्यहाँ लेख्नहरू आउँदैन कि हजुर त लेख्न आउनु बेला कस्तो मलाई म त युट्युब खोल्दै हो मलाई त कस्तो युट्युब खोलेर होइन यस्तो सिनहरू कता हुन्छ नि त्यस्तो रमाइलो पाराको त्यस्तो देखाउन मन लाग्छ कि त्यस्तो के यस्तो हुन्छ नि मलाई कस्तो यस्तो बोलीमा आफ्नो भाइसँग बोलेर बनाउनु होइन हजुर मनपर्छ हो अहिले म पनि बनाइरहेको छु नि फेरि हजुर अहिले मैले पनि बनाइरहेको छु नि त ओइ हो र एक्साइटेड हुनुभएको कि डराउनु भएको हो तपाईँ मलाई नि मनपर्छ हो तपाईँले पनि बनाउनुहुन्छ हो
हजुर यो क्यामेरा हो कि मैले क्यामेरा देखेर त भ्लगर हो कि जस्तो लागिरहेको थियो मलाई त्यो सोध्नमा लाग्यो मलाई नसोधे मात्रै हो यो क्यामेरा हो नि त यो मलाई त सोध्न मन लागिरहेको थियो अघि नै भ्लगरै हुनुहुन्छ होला उहाँ सायद जस्तो लागिरहेको थियो हजुर त्यो मान्छेको कति कुराहरू सोध्न मिल्दैन नि त मैले नसोधे हो कि ल हजुरलाई मेरो च्यानलमा स्वागत छ थ्याङ्क यू जनता जान्न चाहन्छन् भनेर भन्नुपर्छ क्या कुन युट्युब च्यानलहरु मेरो जिसिआर भ्लग नेपाल हजुर जिसिआर जिसिआर हजुर ओके ओके पहिलेको मेरो युट्युब खोलेको थियो होइन हजुर अनि भाइले खोल्दै थियो होइन अनि मैले एउटा दुईटा भिडियो बनाएर हालेको थिएँ घुमेको ठाउँहरु मेरो चाहिँ यस्तो बोलेकोहरू होइन आउने गर्छ कि त्यहाँ चाहिँ अब तपाईँ जस्तो बोल्नुभयो त्यस्तै आउने हो तपाईँले अहिले जे बोल्नु भएको छ त्यही आउने हो समस्या त हुन्न नि हजुर समस्या त हुन्न नि समस्या त खै मलाई हुन्छ कि हुँदैन हो मलाई थाहै छैन होइन यो काट्दिनु भन्नुहुन्छ भने काट्दिन्छु यो बोलेको चाहिँ काट्दिनु भन्नुहुन्छ भने काट्दिन्छु यो बोलेको चाहिँ काट्दिनु भन्नुहुन्छ काट्दिनु किनभने त्यहाँ पर्सनल कुराहरू पनि जोडिरहेको हुन्छ त्यो पर्सनल तपाईँ कुन कुन कुराहरू छ त्यो होइन त्यो हो त्यो काट्दिन्छु ल ओके मलाई यस्तो छ कि म होइन मलाई यस्तो गर्नु छ कि मलाई म स्ट्रङ मान्छे हो क्या 1.5 वर्षदेखि ब्याक भइरहेको छु कि अझै के गर्नु छ गरेर मलाई देखाउनु छ क्या देखाउनु पनि छ मलाई गर्नु पनि छ क्या मान्छे हुन्छ नि छोरी मान्छे यस्तो गर्नु सकेन ह्यान्ड ह्यान्ड हुन्छ नि म चाहिँ त्यस्तो खालको गर्दिनँ क्या म चाहिँ छोरी मान्छे हो गर्नुपर्छ अरू छोरी मान्छेलाई पनि म सपोर्ट गर्ने मान्छे हो क्या अनि त्यो हुन्छ नि जस्तो अन्यायमा पर्ने बुहारीहरू त्यस्तोहरूलाई पनि मैले यस्तो बस्नु हुँदैन है बुहारी भयो भएर यस्तो गर्नु हुँदैन यस्तो भन्नु किनभने आफूले भोगेको पीडा हो नि त होइन स्ट्रङ हुनुपर्छ छोरी मान्छे भएपछि किनभने आफूले भोगेको कुरा हो ल ठिक छ ठिक छ अब म यहाँनिर त्यही भएर यहाँ आउनुभएको आफ्नो सपना पुरा गर्नु आफूलाई अलि होइन स्ट्रङ बनाउनु पऱ्यो नि अब सिक्नु पऱ्यो यसो होइन आफूलाई आफ्नो सुरक्षा आफूले गर्न सक्नु हो त्यो त हो त्यही भएर बेला मौकामा काम लाग्छ एकदम एकदम काठमाडौँमा आएर चाहिँ यति चाहिँ थाहा भयो कि होइन काठमाडौँको मान्छे कस्तो कस्तो हुँदो रहेछ अनि यस्तो हुन्छ कि दाई खाने भाइ हेर्ने ठाउँको हो कि हो एकदम एकदम यस्तो आफूले हुन्छ नि बुझ्दाखेरि चाहिँ के कामहरू खोजेर कति आमा म त बल्ल बल्ल पाएको हो नि त यो काम त अनलाइनमा पनि गएको बुटिकतिर सब सोधेर नभएर जब सेन्टरमा पनि नभएर जब सेन्टरमा त पैसै खाइदिन्छ जब सेन्टरमा त पैसै खाइदिन्छ अनि यो फेरि मेरो साथी मतलब फेरि चाहिँ चिनेको मतलब फेरि टिकटकमा उसले मेरो टिकटक हेरिरहँदो रहेछ हजुर अनि मैले चाहिँ लाइभ बस्दाखेरि अनि चिनेको हुन्छ नि के को लागि आएको के को लागि काठमाडौँ आएको भन्ने नि त गाउँले टिकटकमा भाइरल हुनुहुन्छ क्या टिकटकमा भाइरल हुनुहुन्छ क्या टिकटकमा भाइरल त छैन म अनि भने पनि हुन्छ नि अब मेरो फ्यानहरू हुन्छ नि त भर्खर भर्खर बोले हो कि कतिले मेरो बोली मनपर्छ अरे नाच मनपर्छ म चाहिँ नाच्छु कि लाइभमा हो र नाच्नुपर्छ सिस्टर भएको गाउँमा के को लागि हुन्छ कामको लागि अरे के काम हुन्छ यस्तो कामै साँच्चै हो नपत्याउने के कति खोज्यो अनि पाएन लास्टमा एकजनाले चाहिँ उहाँ चाहिँ मेरो फ्यान हुनुहुँदो रहेछ अनि ल मसँग एउटा जब छ है म सोधिदिन्छु भन्नुभएको थियो अनि ल बङ्सुको लागि तपाईँको हाइट वेट पनि मैले ठिकै लाग्यो त्यही भएर मैले कुरा गरेको गएर नम्बर दिन्छु गएर बुझ्नु न अरे बुझेको अनि फेरि ठ्याक्कै ल हुन्छ भन्ने यस्तो हो नि त अब सेलरी भनेको पैसा भनेको बिस्तारै हुँदै गर्छ होइन काम हो नि त अनि अब के अरे जस्तो सुकै काम होस् होइन काम होस् गर्नु पर्यो भनेर अनि त्यो पनि अब वंश राम्रै हुन्छ लेडिजको लागि नि सेफै हुन्छ कुरा आयो अनि भाइलाई सोद्धा नि भाइले चाहिँ नाइट ड्युटी अलिक गाह्रो हुन्छ तपाईँलाई रेस्ट गर्न पाउँदैन भन्ने कुरा गरेको थियो अनि ल म गर्छु सक्छु भनेर गरिरहेको छु अब हेर्नु न अब गर्छु तर धेरै टाइम चाहिँ गर्छु भन्नु न ठुलो कुरा हो नि त सिस्टर होइन किनभने म यो गरेर चाहिँ अलि ब्याक भयो यो काम छोडिसकेपछि बुटिक कोर्स गरेर काठमाडौँमा आफ्नै बुटिक खोलेर आफै यहाँको साउनी भनेर बस्ने हो कि हो कता हो यो गणेश स्थान चाहिँ
कताबाट है त्यो यही यो अनलाइन गरिदिनुहुन्छ भइहाल्छ नि अहिलेको जमानामा अनलाइन नहुन छँदै छैन हजुर टाइम हुन्छ हस् चस्मा त डेन्जर महँगो किन्नु भएको छ कि क्या च्यानलको किन्नु भएछ त चस्मा त खत्रै महँगो किन्नु भएको छ कि क्या च्यानल कम्पनीको पो रहेछ त अनि ओरिजिनल हो ए ओरिजिनलको पर्छ 1.5 लाख 1.5 लाख माथि होला मलाई नि आइडिया त छैन त्यही पनि महँगो पर्छ भनेर थाहा छ 1500 जति त्यो पनि ओरिजिनलै हो हाम्रो लागि हैन 250 मात्रै हजुर हजुरलाई के धेरै लिनु लोकेसन चाहिँ उतै रहेछ हुनु त लोकेसन त उतै हो ठीक छ 250 मा दिनु भर्खर आउनु भएको रहेछ गाउँदेखि थ्याङ्क यू हस् हस् बाई बाई